हेलो गाइस, नमस्ते नमस्कार। बिहानीको समयमा मैले भिडियो बनाएको। अब दिन बेलुका पोस्ट गर्छु है भनेर। बेलुका अब सानो भोइस त ठुलो छैन, सानो छ हैन गाइस। अब मैले जाँदा माथि डाँडाबाट बनाएको भिडियो है गाइस। डाँडाबाट बनाएको अनुहारमा हिँड्दा हिँड्दा खत्तो खप्पा भइसकेको छ गाइस हैन। अनि हेर्नु त मैले डाँडाबाट खिचेको भ्यूजहरू यसरी देखाउँदैछु। काठमाडौँ भ्यू, बुढा नीलकण्ठको माथि डाँडाबाट मैले खिचिरहेको छु दृश्यहरू। हेलो गाइस, हेर्नुहोस् त म जस्ताको त्यस्तै देखाइरहेको छु सरममा। यता मेरो नाना हुनुहुन्छ, नाना चाहिँ गलेर बस्नु भएको, म पनि टाउको फुट्ला जस्तो भएको गाइस। अनि त्यसपछि साङसाङ अब हामी हिँड्छौँ, अब उकालो यति माथि जान्छौँ के। त्यही भएर अब उकालो चढ्दैछौँ। मलाई त बाबुले पछाडिबाट खेल्छ है, टुङटुङ पारेर। त्यसको चाहिँ भिडियो बनाएको छैन हैन। भिडियो बनाउने मान्छे कोही थिएन, अब के गर्नु त, म हिँड्न नसक्नु उकालो गाइस। त्यही भएर छोराले लग्यो टुङटुङ पारेर। त्यही भएर माथि गुम्बाको छेउमा पुग्यौँ क्या। अब त्यही गुम्बाको छेउमा गएर अरेस लगाएर बसेको। माथि डाँडामा गएर भिडियो बनाउँदैछु गाइस। मेरो छोराको बस्ने तरिका यस्तो, मेरो मोटी नानाको तरिका यस्तो है, हेर्नु न गाइस। अब मैले त देखाउँदैछु भदिनी र उहाँ पाहुना हुनुहुन्छ गाइस। आइसक्यौँ हामी गुम्बा। अब कहाँ आउनु भएको हो भगवान? हामी चाहिँ अब यहाँ के भन्छ, यो मन्दिर जानलाई चाहिँ मन्दिर जानको लागि चाहिँ अब हामी यहाँ टहरामा बसेको छौँ। चटपटे पानी खानु भनेर बसेको। दोकान नै खुल्ला भएन गाइस। अनि त्यसपछि अब हामी चाहिँ अब मन्दिर जान्छौँ माथि गएर हैन। माथि त यसमा जान्छौँ हैन। म यहीँबाट म भ्यूजहरू देखाउँछु ल तपाईँहरूलाई। काठमाडौँ बुढो नीलकण्ठको भ्यू हेर्नु न, कति घरले भरेको गाइस। घर कति घरले भरेको। वातावरण पनि नपाउने, हावा पनि नपाउने घर। के गर्नु, घर पायो रुम पाउँदैन गाइस। काठमाडौँमा कोही पनि नआउनु है गाइस। हामी जस्तै दुःख पाएर बस्नुहुन्छ गाइस हैन। बरु गाउँघरमै ताजा खाएर बस्नु होला। यहाँ काठमाडौँ भनेर घर मात्रै हेर्नु भनेर नआउनु। यहाँ अक्सिजन पनि पाउँदैन, मर्नुको बाँच्नुको हुन्छ गाइस। म त कुन जुनीमा आएछु भन्दैछु। तपाईँहरू पनि नआउनु ल। आए पनि कि तपाईँहरू जाडो महिनामा आउनु, गर्मी महिनामा तपाईँहरू खास ल। हेर्नुहोस् त घर देखेर के गर्नु गाइस। घर रुम पाइँदैन। यसपालि नाना र म रुम खोज्नुलाई यति धेरै कुद्यौँ कि पाइनँ। तर भक्तपुरतिर त पाउँदो रहेछ, के गर्नु। नानीहरूलाई मैले उतो नाम लेखिरहेको थियो। त्यही भएर अब चाहिँ हिँड्यौँ। अब हामी हिँड्यौँ। अब यहाँ पुग्यो हेर्नु न, गेट खुलेछ। अब सरर जाँदैछौँ। कति राम्रो बाटोमा क्या वाउ भन्ने ठाउँमा चाहिँ कति राम्रो छ हैन गाइस। अनि त्यसपछि जान्छौँ। अनि त्यसपछि अब हिँड्दैछौँ। हेर्नु न, वाउ भन्ने ठाउँ क्या मन्दिरमा। हेर्नु न, फुलहरू यस्तै राम्रो, कति राम्रो। हाम्रो बुद्ध जन्मेको देश। अनि त्यही भएर टुइँ किन्दैछु। मेरो हेर्नु अनुहार कति भएको छ। अब हामी हिँड्यौँ टुइँ पारेर माथि जान्छौँ है त गाइस। अब जाने अवस्थामा छौँ। अब हामी त्यही माथि डाँडा चढेको छौँ। त्यही भएर गाइस हामी त अब उकालो चढ्यौँ। अब म यहाँ उकालोमा मोबाइल झर्छ भनेर मैले चाहिँ अब त म झोलामा राख्नुपर्ने हुन्छ गाइस। यो उकालो चढ्न मलाई 3 घन्टा लाग्यो गाइस। 3 घन्टा लाग्यो। बाबु हेर्नु न, मेरो बाबु कुचुक काँसो ल्याउन लाग्यो। मेरो भदेनी अनि नाना त माथि कुदेर माथि पुगिसक्यो के भगवान्। म त के भएको होला, नसक्ने मान्छेलाई झन् सक्ने बनाइदिएको छ गाइस।
अब हामी मन्दिर पुग्दैछौँ क्या यहाँ हामी चाहिँ भरे चढेछौँ यहाँ मेरो नाना क्यामेराम्यान चट 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 घुमाउनु हुँदैछ होइन म चाहिँ नानाको क्यामेराम्यानदेखि तल क्यामेराम्यान परेँ कि नसक्ने क्यामेराम्यान थुक्क जिन्दगी लैलै भयो है तर तपाईँले माइन्ड नगर्नु ल थुक्क जिन्दगी भन्दाखेरि मलाई नि दोसेको हो होइन मेरो त किन दोसेको भने म चाहिँ हिँड्नु पनि नसक्ने म त माथि चढ्नु नसक्ने गुम्बातिर चाहिँ घुम्नु कति मन लाग्ने तर मलाई सकाइन के सक्दैन ए रुनु मन लाग्छ होइन गाई अनि माथि चढेर गुम्बा देखाउँदैछु भिडियो बनाउँदैछु अब यो बनाउने क्रममा चाहिँ छ कि यो चाहिँ बनाउने क्रममा होला त्यही भएर अब हामी घुम्दैछौँ है गुम्बा गाई गुम्बा यो कुन गुम्बा हो थाहा भएन मलाई त्यही होइन घुम्नु त गयौँ पछाडि पछाडि नाना अनि त्यसपछि घुम्दै घुम्दै गयौँ अनि उहाँ गुम्बामा गएर चाहिँ माने पेमे हो भन्दै घुम्दैछु क्या किन मलाई हिँड्नु सकिनँ नि त त्यही भएर माने पेमे हो अहिले त घर यो गुम्बा बनाउँदैछ है अझै बनाउने क्रममा छ त्यही भएर नाना त अघि हुनुहुन्छ होइन अघि हुनुहुन्छ अनि म पछि छु त्यसपछि अब हामी चाहिँ होइन मेरो छोरा कस्तो कत्रो क्या एक राउन्ड घुमेर एक राउन्ड हामी त अब गुम्बा घुम्दै जाँदैछौँ गाई हेर्नु ल हजुरको सामु है त्यही भएर हामी त गुम्बा घुम्दैछौँ उता पछाडि हेर्नु नाना र भदैनी आउँदैछ अनि म चाहिँ अब गुम्बा देखाउँदैछु हेर्नु कस्तो राम्रो गुम्बा छ कि लोभ लाग्दो गुम्बा के गर्नु उकालो नचढ्नु नसकेर गाई मलाई चाहिँ यो घुम्नु चाहिँ मनपर्छ सक्दिनँ तपाईँहरू चाहिँ यसरी राम्रो राम्रो भिडियो हेर्नुहुन्छ भने मलाई बोकेर लानु म भिडियो बनाउँछु अनि हाल्छु होइन म हजुरको आफ्नो भिडियो त ल्याउँछु क्या जानु त सक्दिनँ होइन हिँड्नु त सक्दिनँ नाना है खेल्ने ठाउँ होइन वाउ छ मेरो छोरा कति खेल्छु भने थियो कोही खेल्ने ठाउँ नभए कोही मान्छे नभएर त मैले लगेन खेल्न होइन त्यही भएर देखाउने थिएँ काठमाडौँको भ्यू काठमाडौँको भ्यू चढ्नु नमाने होइन डरले गाइस ल सबैजनाले मेरो भिडियो सबैजनाले मन पराइदिनु ल सबैजनाले लाइक सेयर सब्सक्राइब गरिदिनु ल अनि त्यसपछि अनि सबैजनाले मन पराइदिनु ल हिँड्नु नसके भए पनि एउटा सानो मिनी भ्लग भनेको लङ भिडियो भयो कि अब यो बाटो चाहिँ म अब हिँड्नुपर्ने हुन्छ अघि चढ्नु नसकेको बाटो अब झर्नु त पुत्र झर्छु क्या म त झर्नु त सक्छु कि फेरि चढ्नु चाहिँ आमामा यत्रो चिडी तलदेखि चिडी चढ्दै आएको त्यही भएर ल झरिसकेँ म गाई तल नानाहरू त गइसकेँ कति छिटो झरेको क्या नानाहरू त मभन्दा छिटो झरिरहेको छैन म पनि हार मान्दिनँ म पनि झर्छु पुत्रो झर्छु झरिसकेँ गाइस ल हस् त धन्यवाद बाई बाई।